किन आइरहेको छैन त यत्रो दिन भइसकिसक्यो वन्दना तुम्बापुको ब्लग किन आइरहेको छैन भनेर छटपटिएर चिन्ता लिएर बस्नुहुने मेरो शुभचिन्तकहरू नभए पनि मैले आफ्टर लङ टाइम पछाडि मेरो छोटो मिठो मिनी ब्लग लिएर हजुरहरूको समक्षमा उपस्थित भइसकेँ। म हो वन्दना लिम्बू र आज रहेको छ चैते दशैं र चैते दशैंको पनि हजुरहरू सम्पूर्णमा धेरै धेरै शुभकामना छ। हाम्रो बडा दशैंको एकदमै छोटा दशैं चैते दशैं एकदमै हजुरहरूले मनाइरहनु भएको छ होला। र हाम्रो चाहिँ आज चैते दशैंको दिन के भइरहेको छ त हाम्रो घरमा भन्दाखेरि हाम्रो चाहिँ आज चैते दशैंको दिन टोइलेटको वल उठाउँदैछौँ सबै। अनि अलिकति मलाई विश्वास लिनुको चाहिँ एक पार्टी मात्र हो कि ए ल मेरो ब्लग द्वारा उहाँसम्म पुग्छ तपाईको कुरा सपोर्टरले भन्न सम्म के सपोर्टर सपोर्टर 50,000 दिको हैन एकचोटी हो त के रे त्यो केटी मैले चाहिँ मेरो बुढालाई हल्का जिस्काइराखेर आएँ। अब म चाहिँ खानासाना बनाउनु पर्ने हुन्छ, त्यही भएर म चाहिँ खानासाना बनाउन लागेँ। साथीहरू हामीले चाहिँ एकैचोटि धेरै चामल कुटेर आएको थियौँ अनि यो चामलमा चाहिँ सबै अब धेरै भएर होला, धेरै समय भएर होला माउ लागेछ साथीहरू। म चाहिँ चामल केलाएर खानाहरू पनि बसाएँ। फेरि उता मेरो खेताला भन्दाखेरि पनि मेरो हस्बेन्डले चाहिँ भोक लाग्यो छिटो खाना सब्जी पकाऊ भनेर मलाई एकदमै आतुर बनाइरहनु भएको थियो क्या। यो चाहिँ बेलुकाको सुँगुरको मासुको सब्जी हो, थोरै उब्रेको थियो अनि दाइहरूले चियाहरूसँग खाने भन्नुभयो अनि त्यही भएर म चाहिँ तताइदिँदैछु। अब चाहिँ ढिला नगरी सब्जी पकाउनुतिर लागेँ किनकि भने मेरो हस्बेन्डले चाहिँ भोक लाग्यो छिट्टो गर भनेर मलाई वाकै लगाइसक्नु भइसक्यो। आफूले चाहिँ यहाँ आधी घन्टा अगाडि बनाएको चिया पनि पिउन पाएको छैन, भ्या छैन अनि चिया पनि रक्सी पिए जस्तै गुडगुड पिउनु परिरहेको छ। यो भान्जी हुन पनि कम गाह्रो छ त साथीहरू। मेरो चना त सबै दुलो पारिदिएछ, किरा लागेर माउ लागेछ। चनाहरूले किनेर लिएर धेरै समयसम्म राख्नु हुँदैन रहेछ, सबै यसरी दुलै पारिदिँदो रहेछ है किराहरूले। उहाँ मिसको नाम रहेको छ इतुसा लिम्बू र उहाँ चाहिँ मेरो छोरी हो र उहाँ चाहिँ एकदमसँगले खालि हिलो मात्रै खेलाउनुहुन्छ। हजुरहरूको कसको छोराछोरी चाहिँ यस्तो हुनुहुन्छ कि खालि हिलो मात्रै, घरको भाँडाकुँडाहरू सबै बाहिर आँगनमा बजार लाउँछ अनि एकदमसँगले एक्लै साथी पनि चाहिँदैन, एक्लै बसेर हिलो खेलाउनुहुन्छ। तर म पनि उसलाई छोडिदिन्छु अब खेलोस् भनेर। अब भने चाहिँ लगभग सब्जी पनि रेडी भइसकिसक्यो र यतातिर चाहिँ मैले सेतो तिल अचार बनाउनको लागि भुट्दैछु। मलाई चाहिँ एकदमै धेरै मनपर्छ सेतो तिल र टमाटरको अचार। र यता भने चाहिँ मैले घरकै बारीमा फलेको लोकल टमाटर र सेतो तिलको अचार बनाउन गइरहेको छु। मैले चाहिँ खानासाना रेडी गरेर दाइलाई खाना खानु बोलाएँ अनि खानाहरू दिएँ अनि मैले पनि खाएँ। र भर्खर साथीहरू मेरो चाहिँ भर्खर बेला हुँदैछ है ब्रस गर्ने र मुख धुने। म चाहिँ घरमा बसेको दिन चाहिँ यस्तै हुन्छ साथीहरू, बिहान त बिर्सिजान्छु मुखहरू धुन ब्रसहरू गर्न अनि त्यस पछाडि दाइले खाना खायो अनि त्यस पछाडि चाहिँ ब्रसहरू गऱ्यो मुखहरू धोयो। र साथीहरू यति राम्री यो मान्छे यो केटी किन यति राम्री छ भनेर त्यसको राज चाहिँ फेरि यो हिमालयन है, यो हिमालयनले जहिले फेस वास गर्छु अनि त्यही भएर म यति राम्रो भएको भनेर भन्न त नमिल्यो। अहिलेसम्म चाहिँ यति वाल उठिसकेको छ साथीहरू अनि एकै दिनमा चाहिँ सबै वाल उठाउँछु भन्दाखेरि हुँदैन अरे, त्यसो एकैचोटि उठायो भने चाहिँ वाल भत्किन्छ अरे नि त अनि त्यही भएर यसलाई चाहिँ 2-3 दिन लाएर उठाउनु पर्ने नै हुन्छ अरे साथीहरू। अब आज कति सकिन्छ थाहा छैन अनि त्यस पछाडि भोलि पर्सि 2-3 दिनमा चाहिँ सायद उठिसक्छ होला। बेलुका चाहिँ मैले मोमो बनाएर खाएँ।